हेलो गाइस, आज म यहाँनिर नेपाली दिदीको पसलमा आएकी छु र यहाँनिर साउनी दिदी यहाँ हुनुहुन्छ। हेलो, नमस्ते। नमस्ते हजुर। यहाँ है पसल छ, फेरि उहाँको पसल सबै छ है, चुरोटदेखिको लिएर चक्लेटदेखिको लिएर अनि बलगमदेखिको लिएर मान्छेलाई भुलाउने डल्लाउने, भुइँमा लड्ने, लडीबडी गर्ने, चिसोमा चिसो पिउने, तातोमा तातो। उता त तातो, यता होइन। होइन, देखाउनु त साउनी दिदीलाई देखाएको नि त। यता हाम्रो यहाँ सबै छ, देख्नुभयो, यी सबै छ है। यदि तपाईँहरूलाई ट्याक्सी पनि हुनुहुन्छ, ट्याक्सीको पनि छ। कहाँ जानु हुनुहुन्छ? यो लाडनाकामा है, लाडनाका के भन्ने ठाउँ हो? यहाँ त फिनिकुदेश भन्छ। फिनिकुदेश अरे। मेरो यो पसल भएको ठाउँ चाहिँ जिनियोस किटियोस भन्छ। जिनियोस किटियोस आत्रियम जिनो। आत्रियम जिनमा हुँदो रहेछ। अनि तपाईँहरूले भन्नुहुन्छ भने, सम्पर्क गर्नुहुन्छ भने मलाई पनि राखिदिनुहोस् इनबक्समा। म फोन नम्बर दिनेछु, साउनीको नम्बर है भन्न चाहन्छु। यदि तपाईँलाई साइप्रवासी कहाँ जानु मन लाग्नुहुन्छ त्यहीँ जानु पनि सक्नुहुन्छ। म तपाईँलाई रोड देखाइदिन्छु। यदि तपाईँहरू आउनुहुन्छ भने त्यो नेपाली रेस्टुरेन्टदेखिको लिएर यता आउनुपर्छ। एउटा त्यो पारिपट्टि धेरै छैन हौ, त्यो नेपाली रेस्टुरेन्टदेखिको त्यो ब्याङ्क छ नि, ब्याङ्कको यतापट्टिको अर्को बाटोमा छ यहाँनिर हाम्रो शेरकुनी दिदीको है दोकान। यस्तो छ, हेर्दिनु होला। यहाँनिर चाहिँ ट्याक्सीको पनि यहाँ छ, तपाईँले देख्नुहुन्छ होला। पसल यस्तो छ, यस्तो छ। यो पार्किङ चाहिँ हेर्दै तपाईँहरूले म जसँगलाई नाम पनि देखाइदिएको छु। पत्रिकाहरूदेखि लिएर सबै ठाउँ छ है, तपाईँहरूले सम्पर्क गर्नु सक्नुहुन्छ। यस्तो राम्रो हुन्छ, बोलीचाली यस्तै, यति मिठो। हेर्नु न यहाँनिर यस्तो सेक्सी हुनुहुन्छ नि साउनी, थोडा राम्रो हुन्छ। हेर्नु त कस्तो साउनी गिजानु पो म यता सेक्सी भनेको त इङ्ग्लिसमा त फेरि ब्युटिफुल राम्रो हो नि त। हाम्रो नेपालीहरूमा मात्रै फेरि बोलाइरहेको हुन्छ, बुझ्नुभयो नि। बोलाइमा फरक हुन्छ है, मान्छेलाई सोचमा फरक हुन्छ। त्यो बुझ्नुपर्छ भन्न चाहन्छु है। आउँदै जाँदै गर्नुहोस्, आउनुहोस् होला तपाईँहरू यहाँनिर। अनि भन्नुपर्छ फेरि यहाँ अर्को बहिनी पनि हुनुहुन्छ यहाँनिर। यहाँ बिचारै डमडमटै भएर बसिरहेको छ। पानीहरू पनि छ है, सबै चिज छ। तपाईँहरूलाई म अनि यहाँ के बरफ पनि रहेछ, आइसक्रिम क्या आइसक्रिम यहाँनिर। पैसाहरू पैसा चाहिन्छ भने यहाँ छ। पैसा त छ नि, दिनु त भनेको नि। लैजानुहोस् है भनेर भन्नु, लैजानुहोस् है यो पैसा। जाउँ अब हामी चाहिँ आज घुम्न आएको छु। के लाने र पानी चाहिँ यसो चिसो पानी। अनि के चाहिँ खानु त? चिसोमा त चिसो भयो। अब हामीलाई मैले बुझिसकेँ। यहाँ कान्छी नानीले मास छ मेरो त छ। यो बहिनी त अनि बहिनी नै भइहाल्यो नि त। यस्तोबाट ठुलोबाट छैन? ए छ त यो क्या यो कति लेभलको हेर त। यतै बेला नि त अहिले खाने होला होइन होला नि त। उयसबाट छैन दिदी? फ्रिजमा लाउने होइन क्या, यता आउनु न। अलिअलि त्यो लगाउने क्या। यो मुनि हेर त कतिको छ। यो हेर न, खोल न, कति पर्सेन्टको छ त हेर न। पर्सेन्ट हेर्छ त्यो होइन, तलको यो माथि छ त। यो सानो छ नि त। ठुलोमा
ठुलोमै खाऊँ न त खाइसकेपछि यहाँ खोलेको रहेछ नि त त खोलेर हेर नि त त्यसो भए हेर्नुहोस् है हामी त यहाँनिर आज अनि मौसम आजको मौसम भएर जिउ तताउनु तताउनु पर्यो यही हो त अर्को खालको छैन र सोध्नु त दिदीले सोध्नु त यही हो त कि चेन्ज भएको हो कान्छी खै म थाहै छैन अहिलेसम्म मैले खाएको पनि छैन त्यही त यो पनि उयो गर्ने होइन तताउने होइन ज्यान बिहार नै हो ल नि त अर्को निकाल त त्यति भए हामी लान्छौँ एउटा 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 खाने यही होइन त भोल्ट योभन्दा त माथि किन हुँदैन नि योभन्दा माथिको हुन्छ नि कुन हो देखाउनु यो त्योभन्दा माथिको नेपालीहरूले धेरै जस्तो यो पिउँदो रहेछ हो एकछिन है त कति भयो 4.8 रहेछ त्यो त्यसमा पनि हेर्नु 4 पोइन्ट त हो नि 4.6 यो 8 अलिक बढी हो 2 पोइन्ट अलिक यसले चाहिँ तातो बनाउँछ हो तातो लाग्छ त्यो लाने बहिनी नेपाली जति चाहिँ तातो भएको लाने अरे दिनु नि त दुइटा यहाँ मुनिबाट कटाएर निकाल्नुपर्छ पनि के त ल कोटा कान्छी आज लास्टै जाडो छ क्या जाडो भएर हो क्या गाइस लास्टै जाडो छ न तर हेर्नु पनि हेर्दैन थियो जाडो जाडो छ ल सामनेजी यो हाम्रो दुइटाको ल गाइस बिहारको आज नि पिउनु हुने ल गाइस फेरि भेटौँला है हामी है हस् हजुर हस् हाम्रो साउनीलाई बाई साउनी बाई हेर न साउनीजी त बाई यो त यहीँ राख्नु पर्यो बाई कान्छी